हामीलाई परिवर्तन चाहिरहेको छ। हाम्रो नयाँ नेपाल, हामीले एउटा नेपाललाई नयाँ सृजना गर्न खोजिरहेका छौँ, आफ्नो वडा गाउँ विकास गर्न खोजिरहेका छौँ। त्यसैको लागि जुन आज हामीले यहाँ के अरे वडा अधिवेशन गरेका छौँ, यसमा पक्का पनि मैले के आशा गर्दछु भने यहाँहरूले राम्रो व्यक्तिलाई चयन गर्नुहुनेछ भन्दै यहाँहरू सम्पूर्णलाई म स्वागत गर्न चाहन्छु भन्दै मेरा शब्दहरूलाई यही अन्त्य गर्दछु। हस्त नमस्कार। धन्यवाद महेश्वर मानिसानेज्यू। अब स्वागत मन्तव्य पछाडि कार्यक्रमको उद्घाटन गरिदिनु हुन, घन्टी बजाएर उद्घाटन गरिदिनु हुन यसै कार्यक्रमका प्रमुख अतिथि श्री महेन्द्र सिंह ठकुरीज्यूलाई हार्दिक अनुरोध गर्छु। त्यसै गरी साथमा तपाईँहरू पनि आउन सक्नुहुन्छ। घन्टी बजाएर आजको कार्यक्रमको उद्घाटन गरिदिनु हुन हार्दिक अनुरोध गर्छु। जिल्ला सभापति महेन्द्र सिंह ठकुरी, प्रदेश सदस्य श्री शिव प्रसाद गैरेज्यू। जय घन्टी, जय घन्टी, जय घन्टी। धन्यवाद।